एआई अर्थात् आर्टिफिशियल इन्टेलिजेन्स यसको आगमनले हरेक क्षेत्रमा भनौँ न एउटा क्रान्ति नै ल्याइरहेको छ अनि अडिटिङको क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन। त्यसो भए आज हामी यही विषयमा अलिक गहिरिएर हेर्नेछौँ। एआईले अडिटिङ र डिजिटल ट्रस्टको दुनियाँलाई कसरी एउटा नयाँ आकार दिँदैछ त? अब एआई त आइसक्यो होइन त, र यसले एउटा निकै ठूलो प्रश्न पनि सँगै लिएर आएको छ, खास गरी अडिटर्सहरूका लागि। प्रश्न यो हो, के एआई उनीहरूका लागि एउटा खतरा हो कि उनीहरूको सबैभन्दा शक्तिशाली हतियार बन्न सक्छ? ल आउनुहोस् यही प्रश्नको उत्तर खोज्ने प्रयास गरौँ। त्यो प्रश्नको जवाफ पाउन हामीले सबैभन्दा पहिले के गर्नुपर्छ भने एआईको यो नयाँ दुनियाँलाई बुझ्नुपर्छ। आखिर कुनै पनि टेक्नोलोजीको सही प्रयोग गर्नका लागि त्यसको आधारभूत ज्ञान त हुनै पर्यो नि, होइन र? ल अडिटरहरूका लागि जान्नै पर्ने केही मुख्य कुराहरू छन्। यसलाई एकदमै सजिलो तरिकाले बुझौँ है। एउटा ठूलो बाकस सम्झिनुहोस्, त्यो हो आर्टिफिशियल इन्टेलिजेन्स वा एआई। अब त्यो बाकसभित्र एउटा अर्को सानो बाकस छ, त्यो हो मसिन लर्निङ, जहाँ सिस्टमले डेटाबाट आफै सिक्छ। अनि त्यो भित्र पनि अझै एउटा सानो तर एकदमै शक्तिशाली बाकस छ, त्यो हो डीप लर्निङ। यसले त झन् मान्छेको दिमागले जस्तै काम गर्छ र एकदमै जटिल कुराहरू पनि पत्ता लगाउँछ। ठिक छ, एआईको टेक्निकल कुराहरू त बुझियो, तर त्यो त पहिलो खुड्किलो मात्र हो। यतिले मात्र पुग्दैन। अब हामी अर्को एकदमै महत्त्वपूर्ण पाटोतिर जाँदैछौँ, त्यो हो रिस्क फर्स्ट माइन्डसेट, अर्थात् जोखिमलाई पहिलो प्राथमिकता दिने सोच। कुरा के हो भने एआईलाई अडिट गर्नु भनेको टेक्नोलोजीलाई मात्र हेर्नु होइन, बरु यो कहाँ र कसरी प्रयोग भइरहेको छ त्यसको कन्टेक्स्ट र त्यसमा लुकेका जोखिमहरूलाई बुझ्नु हो। धेरैजसोले के सोच्छन् भने एआई अडिटिङ भनेको एउटा एकदमै टेक्निकल समस्या हो, तर त्यो त आधा सत्य मात्रै हो। कुरा खाली टेक्नोलोजीको मात्रै होइन र केवल टेक्निकल आँखाले हेरेर यसको पूरा मूल्याङ्कन गर्नै सकिँदैन। वास्तवमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यसको प्रयोगको कन्टेक्स्ट हो, मतलब यो कहाँ प्रयोग भइरहेको छ भन्ने कुरा। किनकि सोच्नुहोस् त, एउटै एआई मोडल एउटा कामको लागि एकदमै उपयोगी हुन सक्छ, तर त्यही मोडल अर्को ठाउँमा खतरनाक पनि साबित हुन सक्छ। त्यसैले यो कहाँ, कसरी र किन प्रयोग हुँदैछ भन्ने कुराले नै यसको असली जोखिम कति छ भनेर देखाउँछ। त्यसो भए यो कन्टेक्स्टलाई बुझ्ने कसरी त? सजिलो छ। अडिटरहरूले सही प्रश्नहरू सोध्नुपर्छ, जस्तै कि यो एआई सिस्टमलाई अन्तिममा कसले प्रयोग गर्छ? यसले खासमा कुन चाहिँ बिजनेसको समस्या समाधान गर्न खोजिरहेको छ? र सबैभन्दा महत्त्वपूर्ण, यसबाट हुन सक्ने सम्भावित जोखिम र नकारात्मक असरहरू के हुन सक्छन्? ल जोखिमको कुरा त भयो, त्यो एउटा पाटो हो, तर एआईले अडिटरहरूका लागि अवसरका नयाँ ढोकाहरू पनि खोलिरहेको छ। अब आउनुहोस् यो एआईको युगमा अडिटरको जिम्मेवारीहरू कसरी फेरिँदैछन् त्यसमा एक नजर लगाऊँ। हेर्नुहोस्, अडिटरको भूमिका अब त्यो पुरानो परम्परागत काममा मात्र सीमित छैन। उनीहरूले अब नयाँ क्षेत्रहरूमा आफ्नो क्षमता देखाउन सक्छन्। पहिलो, के कुनै एआईले साँच्चै कम्पनीलाई फाइदा पुर्याइरहेको छ त जस्तो भनिएको थियो, त्यो कुराको भ्यालिडेसन गर्ने। दोस्रो, कि त्यो सिस्टमले सबै नियम कानुन मानेको छ, त्यो सुनिश्चित गर्ने। र तेस्रो, यदि कुनै एआई बाहिरबाट किनेको हो भने त्यो कत्तिको भरपर्दो छ त त्यसको राम्रोसँग जाँच पडताल गर्ने। जब कुनै कम्पनीले बाहिरबाट एआई सल्युसन किन्छ नि, त्यसलाई एउटा ब्ल्याक बक्स जस्तो के छ थाहा नभएको चिज भनेर छोड्न मिल्दैन। हो, यहीँनिर अडिटरको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। उनीहरूले खोज्नुपर्छ त्यो मोडेललाई कसरी म्यानेज गरिन्छ, त्यसलाई कुन डेटा दिएर ट्रेन गराइएको छ अनि त्यसलाई कसरी लागू गरिएको छ, र सबैभन्दा महत्त्वपूर्ण, त्यसको सिक्युरिटी कत्तिको बलियो छ। अहिलेसम्म हामीले अरूले बनाएको एआईलाई कसरी अडिट गर्ने भन्ने कुरा गर्यौं, तर अब कथालाई अलिकति घुमाउँ। के हुन्छ जब अडिटर आफैले एआईलाई आफ्नो हतियार बनाउँछन्? ल अब हेरौँ एआईलाई काममा लगाएर अडिटको कामलाई नै कसरी कायापलट गर्न सकिन्छ। यो पहिले र अहिलेको तुलनाले सबै कुरा छर्लङ्ग पार्छ। सोच्नुहोस् त, पुरानो तरिका, हरेक कुरा हातले नै परीक्षण गर्नुपर्ने, एउटै रिपोर्ट पढ्न घण्टौँ लाग्ने अनि रिपोर्टहरू पनि एकदमै झ्याउ लाग्दो अडिटको भाषामा लेखिएको हुन्थ्यो। अब एआई पावर्ड तरिका हेर्नुहोस्, गडबडीहरू सिस्टमले आफै पत्ता लगाउँछ, लामा रिपोर्टहरूको सारांश एकैछिनमा तयार हुन्छ अनि भाषा पनि सबैले बुझ्ने, एकदमै स्पष्ट। यो त साँच्चै एउटा क्रान्ति नै हो। अब तपाईँ सोच्दै हुनुहुन्छ होला, यो परिवर्तन कत्तिको ठूलो हो त? ल यो नम्बर हेर्नुहोस्,
20 गुणा। हो, एउटा लामो रिपोर्टको सारांश बनाउन एआई प्रयोग गर्दा 20 गुणासम्म समय बच्न सक्छ। यसको मतलब के हो भने अडिटरहरूले अब आफ्नो अमूल्य समय र दिमागलाई विश्लेषण गर्ने र रणनीति बनाउने जस्ता अझ महत्त्वपूर्ण कामहरूमा लगाउन पाउँछन्। यति ठूलो परिवर्तनको कुरा सुनेपछि मनमा अलिकति डर लाग्नु स्वाभाविक हो। तर यो सन्देशलाई ध्यान दिएर सुन्नुहोस्। हामीले एआईसँग डराउनु हुँदैन। वास्तवमा भन्नुपर्दा यहाँ डराउनु पर्ने कुरै छैन। र यदि अझै पनि मनमा जागिर जाने हो कि भन्ने चिन्ता छ भने यो कुरा एकदमै स्पष्ट छ। एआईको कारणले आफ्नो जागिर गुम्छ भनेर नडराउनुहोस्। त्यसो भए यसको सार के हो त? सार यही हो, एआई तपाईको कम्पिटिटर होइन, तपाईको पार्टनर हो। यो अडिटरलाई हटाउन आएको होइन, बरु अडिटरको कामलाई अझै सजिलो र प्रभावकारी बनाउन मद्दत गर्न आएको हो। ल, अब हामीले यो त बुझ्यौं कि एआई खतरा होइन, अवसर हो। अब अर्को प्रश्न उठ्छ, यो अवसरलाई समात्ने कसरी त? भविष्यका लागि तयार, फ्युचर रेडी अडिटर बन्न र यो एआईको युगमा सफल हुन के चाहिन्छ? अब त्यसबारे कुरा गरौँ। यो नयाँ युगमा सफल हुनका लागि आजको अडिटरको सोचमा केही कुराहरू हुनै पर्छ। पहिलो कुरा, सधैँ जिज्ञासु रहने र नयाँ कुरा सिक्न तयार हुने, किनभने टेक्नोलोजी त हरेक दिन बदलिरहन्छ। दोस्रो, आफ्नो प्रोफेसनल एजुकेसनलाई करले होइन रहरले गर्ने, त्यसलाई एउटा अवसरको रूपमा लिने। र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो विकासको जिम्मा अरूलाई होइन आफैले लिने। र यो लगातार आफूलाई सुधार्दै लैजाने सोचलाई यो भनाइले कति सुन्दर तरिकाले समेट्छ। हरेक दिन हिजोभन्दा राम्रो बन्ने एउटा अवसर हो। र अन्त्यमा एउटा यस्तो प्रश्न जसले हामी सबैलाई एकछिन सोच्न बाध्य बनाउँछ, औजारहरू त बदलिरहेका छन्, क्या हामी पनि बदलिरहेका छौँ त?